कुलद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश। भोलिबाट रवि लामिछानेको जनयात्रा थियो, जनतासँग यात्रा थियो, तर अब जेल यात्रातिर उहाँ जानुपर्ने अवस्था सिर्जना भएको छ। त्यसैले आजको कार्यक्रममा हामी यसबारेमा विशेष चर्चा गर्न चाहन्छौँ। जिल्ला अदालत रूपन्देहीले दिएको 1 करोड धरौटीमा रिहा गर्ने आदेश बदल गरेको छ र न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला आदेशको बदल गर्दै थुनामा पठाउने आदेश दिएको छ। आज हामी यसबारेमा पनि विशेष रूपमा चर्चा गर्न चाहन्छौँ र बुटवल स्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा उच्च अदालतमा छ। यसअघि रूपन्देही जिल्ला अदालतको यो मुद्दामा रविलाई 1 करोड धरौटीमा छाडेको थियो भने छविलाल जोशीलाई पूर्वपक्षको लागि थुनामा पठाएको थियो। त्यसैले आजको कार्यक्रममा हामी यसबारेमा विशेष रूपमा चर्चा गर्न चाहन्छौँ। सहकारी ठगी प्रकरणको कुरा गर्न चाहन्छौँ र कास्कीको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी, रूपन्देहीको सुप्रिम, चितवनको सहारा गरी 4 वटा सहकारीको रकम अपचलन सम्बन्धित जिल्ला अदालतले तोकेको कुल धरौटी रकम 2 करोड 79 लाख पुगेको छ। अन्य महत्त्वपूर्ण विषयवस्तु पनि हामीसँग सहकारी ठगीको कुरा गर्ने हो भने हाम्रो देशमा धेरै मान्छेहरू जेल जान सक्छन्। रवि लामिछानेलाई कास्कीमा 65 लाख, काठमाडौँमा 60 लाख, रूपन्देहीमा 1 करोड, चितवनमा 54 लाख धरौटी मागिएको थियो। तर अब उनी पूर्वपक्षको लागि जेल जानुपर्ने भएको छ। हामी यसबारेमा आज धेरै चर्चा गर्न चाहँदैनौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको उहाँ सभापति फेरि बन्नुभएको थियो 2-4 दिन अघि। उहाँले